नमस्ते। सुन्तला जातका फलफूलमा लाग्ने किराहरू साँच्चै नै टाउको दुखाएको विषय हुन् नि, होइन? हो त नि, कति धेरै समस्या। आज हामी यही विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ। एउटा दस्तावेज छ citrusPest.pdf, त्यसैमा आधारित रहेर विशेष गरी नेपाल, भारततिर बढी देखिने केही मुख्य किराहरूमा केन्द्रित रहन्छौँ। एकदम। हाम्रो उद्देश्य चाहिँ अब यी किराहरू चिन्नु पर्यो, कस्तो क्षति गर्छन् अनि कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अलिक प्रश्न पार्नु हो। ठिक छ। धेरै किराहरू छन् क्यारे, तर आज कुन कुनमा बढी ध्यान दिने? आज मुख्य रूपमा 3वटालाई हेरौँ न। पात खन्ने किरा, अनि त्यो चाइनिज सिट्रस फ्रुट फ्लाई र सिट्रस साइला। हुन त अरू पनि छन्, कागती पुतली, हरियो गनाउने किरा, तर यी 3 अलि बढी हानिकारक देखिएका छन्। ल, त्यसो भए सुरु गरौँ पात खन्ने किराबाटै। त्यो पातमा सेतो धर्सा बनाउने यही हो नि त? हो, ठ्याक्कै त्यही। पातको तल्लोपट्टि हेर्नुभयो भने त्यो चाँदी जस्तो टल्किने बाङ्गोटिङ्गो सुरुङ जस्तो देखिन्छ। ए हो? अनि त्यसलाई के असर गर्छ त? असर त्यो लार्वाले भित्रभित्रै खाँदै हिँड्छ नि त, अनि पात बटारिने, खुम्चिने हुन्छ। त्यसले गर्दा अब बोटले राम्ररी खाना बनाउनै सक्दैन। त्यो प्रकाश संश्लेषण भन्छ नि, त्यो घट्छ। अनि अर्को डरलाग्दो कुरा के भने, त्यो लार्वाले बनाएको घाउबाट ब्याक्टेरिया छिर्छन् क्या, सिट्रस क्याङ्कर जस्तो। हो र, एउटा सानो किराले रोग पनि भित्र्याउने खत्तमै रहेछ। हो नि। यसलाई रोक्न केही उपाय छ त? व्यवस्थापन कसरी गर्ने? केही कुरामा ध्यान दिनुपर्छ। जस्तै बोटमा नयाँ पालुवा खुब आइरहेको बेला हाँगाछाँगा काट्नु भएन। किन नि? किनभने त्यसले झन् नयाँ मुनालाई आकर्षित गर्छ क्या, किरालाई। अनि किरा लागेका पात, अनावश्यक पानी टुसाहरू त हटाइहाल्नु पर्यो। अच्छा, विषादी नि? विषादी छर्कने हो भने समय एकदम महत्त्वपूर्ण हुन्छ। किरा पातभित्र पस्नुभन्दा अगाडि नै छर्किनु पर्यो। भित्र पसेपछि त गाह्रो भयो। हो, अब निमको तेल छ, होइन भने इमिडाक्लोप्रिड जस्ता विषादी पनि छन्। ल, यो भयो पात खन्ने किरा। अब अर्को त्यो फललाई नै टोक्ने भन्नुभयो नि, चाइनिज सिट्रस फ्रुट फ्लाई। हो, ब्याक्टोसेरा मिनाक्स। यो त झन् डरलाग्दो छ। कतिसम्म क्षति गर्छ रे यसले? 97% नै गर्छ, विशेष गरी गुलियो सुन्तलामा। अझ नेपालको पूर्वी पहाडतिर त्यो 1200 मिटरभन्दा माथि त यसले धेरै सताउँछ। बापरे। हो, फल टिप्ने बेलासम्म त कति क्षति भइसक्छ। यसको त्यो झुसिल किरा जस्तो लार्वाले फलको गुदी नै खाइदिन्छ। अनि फल नपाक्दै पहेँलो हुन्छ अनि झर्छ। अचम्म। वर्षमा 1 पुस्ता मात्रै हुन्छ भन्या छ त स्रोतमा। हो, त्यो चाहिँ अलि अनौठो छ। वर्षमा 1 पटक मात्रै। यसको जीवन चक्र अलि बताइदिनुस् न। हुन्छ। वयस्क झिङ्गा चाहिँ प्राय अप्रिल मेतिर निस्कन्छ। अनि पोथीले हरियो फलमै अन्डा पार्छ, त्यो करिब जुन जुलाईतिर। हरियो फलमै? हो, अनि त्यो लार्वा फलभित्रै हुर्कन्छ, करिब 2 महिना जति। त्यसपछि माटोमा खस्छ अनि पिउपा बन्छ। पिउपा? त्यो खबटा जस्तो? हो, त्यही निष्क्रिय अवस्था। त्यो चाहिँ माटोमा 5 देखि 7 महिनासम्म बस्छ। ओहो, यति लामो समय माटोमा। अनि व्यवस्थापन कसरी गर्ने त? केही तरिका छन्। पहिलो त किरा लागेर झरेका फल जति सक्दो चाँडो जम्मा गरेर नष्ट गरिहाल्ने। ठिक हो। अनि हिउँदमा बगैँचा वरिपरि खनजोत गर्यो भने माटोमा लुकेका पिउपाहरू माथि आउँछन्, मर्छन्। खनजोतले पनि काम गर्ने रहेछ। हो। अर्को भनेको प्रोटिन बेट। त्यसमा मालाथियन मिसाएर राख्ने। त्यसले वयस्क झिँगालाई तान्छ र मार्छ। अच्छा। अनि माटोलाई नै मालाथियनको धुलोले वा निमको पिनाले उपचार गर्दा पनि पिउपा मर्छन्। ल, यो पनि बुझियो। अब तेस्रो किरा, सिट्रस साइला, यसको चाहिँ के छ? सिट्रस साइला ड्राइफोरिना सिट्री। यसको बच्चा र वयस्क दुवैले दुःख दिन्छन्। कसरी? यिनीहरूले त्यो कलिलो पात, मुना, फूलबाट रस चुस्छन् क्या। रस चुस्ने। हो, अनि पात बटारिने, झर्ने, हाँगा सुक्नेसम्म हुन्छ। अझ त्यो बच्चाले मतलब निम्फले सेतो टाँसिने चिप्लो चिज निकाल्छ। देखेको छु। हो, त्यसमा कालो ढुसी उम्रिन्छ। त्यसले फेरि उही प्रकाश संश्लेषणमा बाधा पार्यो। उस्तै समस्या। तर सबभन्दा ठूलो खतरा के हो भने यसले सिट्रस ग्रीनिङ भन्ने रोग सार्छ। सिट्रस ग्रीनिङ? त्यो त एकदमै खतरनाक होइन र? हो नि, विश्वभरकै सुन्तला खेतीलाई यसले तहस नहस पार्न सक्छ। एकदमै गम्भीर कुरा हो यो। ओहो, अनि यसको जीवन चक्र नि छिटो हुन्छ भन्थे? एकदम छिटो। वर्षमा 9-10 पुस्ता, कहिलेकाहीँ 16 पुस्तासम्म पनि पुग्छ। 16 पुस्ता? बापरे। हो, विशेष गरी मार्च, अप्रिल र जुन जुलाईमा यो एकदम सक्रिय हुन्छ।
त्यही बेला व्यवस्थापन गर्नै पर्छ। अनि कसरी गर्ने त? यसले मन पराउने अरू बोट बिरुवा जस्तै त्यो करिपात हुन्छ नि, ए मिठो निम? हो, त्यो बगैँचा नजिक हुनु भएन। अनि मुना पलाउने बेला क्विनाल्फोस वा ठियामेथोक्साम जस्ता विषादी चाहिन्छ होला। तर विषादी मात्रै त होइन होला नि? होइन, यसका प्राकृतिक शत्रु पनि हुन्छन्, मित्रजीव किराहरू, कसिनेलिड्स, क्रिसोपेड्स जस्ता। ए तिनीहरूलाई जोगाउनु पर्यो। एकदम। त्यसैले हिउँद र वसन्तमा विषादी प्रयोग नगर्दा राम्रो, ताकि ती मित्रजीव नमरोस्। हामीले तीनवटामा केन्द्रित भयौं, तर त्यो स्रोतमा अनारको पुतलीबारे पनि थोरै लेखेको थियो। त्यसले पनि सुन्तला जातलाई असर गर्छ र? हो, गर्छ। अनारको पुतलीले अनार बाहेक स्याउ, अम्बा, लिची अनि सुन्तला जातका फलमा पनि क्षति गर्छ। लार्वा फलभित्रै छिर्छ अनि दाना खान्छ, फल कुहिन्छ। भनेपछि किराहरू त धेरै नै रहेछन्। व्यवस्थापन त निकै चुनौतीपूर्ण देखियो। चुनौतीपूर्ण छ, किनभने हरेक किराको बानी, जीवनचक्र, क्षति गर्ने तरिका फरक छ। त्यसैले त्यो एकीकृत शत्रुजीव व्यवस्थापन, आइपिएम भन्छन् नि, आइपिएम हो, त्यो अवधारणा एकदमै महत्त्वपूर्ण हुन्छ यहाँ। भनेपछि सबै विधि मिलाएर प्रयोग गर्नु पर्यो। सरसफाई, खनजोत जस्ता सांस्कृतिक विधि, अनि मित्रजीवको संरक्षण गर्ने जैविक विधि, अनि आवश्यक पर्दा मात्र सही समयमा सही मात्रामा रासायनिक विधि। एकदम सन्तुलित हुनु पर्यो। हो, नत्र त जन समस्या होला। बिल्कुल। र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ बगैँचाको नियमित अनुगमन हेरिरहनु पर्यो। त्यो त हो। सुरुमै थाहा पाए नियन्त्रण गर्न सजिलो हुन्छ। एकदमै। समस्या सानो छँदै समाधान खोज्नु पर्यो, नत्र पछि गाह्रो हुन्छ। ल, आज हामीले सुन्तला जातका 3 प्रमुख किरा र तिनको व्यवस्थापनबारे निकै जानकारीमूलक कुरा गर्यौं। हो, आशा छ यसले किसानहरूलाई केही सहयोग पुग्छ। तर यो त निरन्तर चलिरहने प्रक्रिया हो। हो त नि। अब भविष्यमा हेर्दा यी किराहरूले विषादी पचाउने क्षमता विकास गर्लान् कि भन्ने चिन्ता पनि त होला नि। त्यो ठूलो चुनौती हो। त्यसैले व्यवस्थापनका उपायहरूमा विविधता ल्याइरहनु पर्छ। एउटै कुरामा मात्र भर पर्नु हुँदैन। यो बारेमा पनि सोच्दै जानुपर्छ।